सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ बबाल छु। गुड मर्निङ सबैजनालाई। बिहानै ब्लगको स्टार्ट गर्दैछु। म चाहिँ काम परेको हुनाले पछाडितिर मम्मीको समूहमा गएको थिएँ। अहिले आज चाहिँ म साइकलमा जाँदैन स्कुल, किनभने साथी आउँदैछन् मलाई लिनलाई। अनि साथीसँग म जान्छु। त्यही हो मेरो गाउँको भ्यू चाहिँ यो पछाडि देखिने चाहिँ मेरो गाउँ। यहाँदेखि ठ्याक्क गाउँतिर स्टार्ट हुन्छ। अनि अब एकछिनमा साथी आइसकेपछि उनीसँग जान्छु। घर चाहिँ ठ्याक्कै अगाडितिर रहेको छ। यहाँदेखि त अपोजिटमा छ, ठ्याक्कै देखिन्छ मेरो घर चाहिँ। हाम्रो गाउँमा नयाँ नयाँ घरहरू बन्दैछ छिटै। कलेज जानलाई रेडी भइसक्यो, तर अब साथी आइसकेपछि जाने हो नि त। पछाडि उनी आउँदैछन्, त्यही भएर म रेडी बसिरहेको छु। आज रब्बडै पाएन कि मैले कपाल बान्ने भनेको। एकैछिनमा म कलेज जान्छु। त्यसपछि प्रकाश साथी आइसकेपछि उनको क्लिक देखाउँछु एउटा टिममा। अनि तपाईँहरू भ्लग हेर्दै गर्नु होला है। सो गाइज, म चाहिँ पुगिसकेको छु घरतिर। यहाँतिर चाहिँ खाना खाने कार्यक्रम भइरहेको छ। म खाना खाएर गइसकेको थिएँ नि त। आमा म चाहिँ घर पुगिसकेँ यार। कस्तो नरिवल खाएको क्या मैले। नरिवल खाएको क्या, कस्तो उ भयो यार। नरिवलले पुरै घाँटीमा उ गऱ्यो यार। ल सबैहरू अब के भन्छु भनेपछि तपाईँहरूलाई सबैले लाइक कमेन्ट सेयर गर्दै जाने, सब्सक्राइब गर्दै जाने। युट्युबतिर सबैले सब्सक्राइब गर्दै जाने। टिकटकमा पनि सबैले सपोर्ट गर्दै जाने। विपिन छेत्री भ्लग छ टिकटकमा पनि सबैले सपोर्ट गर्दै जाने। म चाहिँ अहिले घर छु। साथी आइसकेपछि हामी चाहिँ जानेछौँ है त। ल म बाजेलाई बोलाउँदैछु है एकछिन। छिटो आउनु न यार, तेरी यार। सो हेलो गाइज, मेरो पछाडि देख्ने तपाईँ देख्न सक्नुहुन्छ मेरो बाजेलाई। बाजे यहाँ 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 उभियो त। यहाँ क्यामेरामा देखिनु पऱ्यो। यहाँतिर हल्का है। ल यहाँतिर आऊ, यहाँनिर आऊ, यहाँनिर मान्छे देखिने हो। ल भन त, उहाँ क्यामेरामा हेरेर भन त। हेलो गाइज भन न। हेलो गाइज गाइज गाइज। सन्चै सबैजना? सन्चै सबैजना सन्चै छ कि? अरू सन्चो हुनु हो कि? सबैले माया गरिदिनुहोस् त छिटो भन ल। सबैले माया गर। अरे माया गर नातिहरू सब। बाजेलाई मैले चाहिँ भ्लगिङ गर्न सिकाइरहेको छु। अब बाजेको भ्लग आउँछ अब बिस्तारै होइन। बाजेलाई भ्लगिङ गर्न सिकाउँछु मैले अब। त्यही हो, साथी आएपछि हामी चाहिँ जानुपर्छ। घर टक्क लाएर अहिले स्कुल जानुपर्छ। अनि बाजे मैले नातानी खोजिसकेँ। मैले नातानी खोजिसकेँ कि नातिनी बुहारी। कस्तो कस्तो नातिनी बुहारी चाहियो छिटो भन त। यहाँ हेर क्यामेरामा हेर भन ल। कस्तो नातिनी बुहारी चाहियो भन। नै भन न त, कस्तो नातिनी बुहारी चाहियो। व्यवहार कस्तो हुनु पर्यो ल भन त नातिनीको। ठिक ठिक हिसाबको व्यवहार गरिदिए, सबैलाई माया गर्ने नातिनी पाएको ठिकै छ। बे गरिदिने मेरो होइन। हालखबर और ठिकठाक यथाउति देख्ने, सबैको बोलाए बसाए हरेक कुरा ठिक ठिक हिसाबको नातिनी म ठिक मानिछु। अरू अरू के भन्नु, अब ठिकै छ। अब त्यही हो, मैले चाहिँ बाजेसँग भ्लग बनाएँ। बाजेलाई राम्रो राम्रो बुहारी चाहियो भन्यो। बाजे देखिनमा गोरी हुनु पऱ्यो कि तम र म जस्तै कालो हुनु पऱ्यो? गोरी हुनु पऱ्यो भन्यो। त्यही हो, आमाले बुहारी गोरी हुनु पऱ्यो भन्यो। ए म त यो कपडा लिनु बिर्सेँ यार। नाति कालो बाजे कालो बाजे। आमा मात्र गोरा हुन् के? आमा मात्र गोरा हुन्। अरे आमा जति गोरी भयो भने मानिहाल्छु भन्यो अब बाजेले। ल तपाईँहरू भ्लग हेर्दै गर्नु होला, इन्टरटेनमेन्ट गर्दै गर्नु होला। ए यो वाला झोला छ त होइन। फाइनली गाइज प्रकाश आइसकेका छन्। अब प्रकाश आइसकेपछि हामी जान्छौँ। अब टाइम भइसक्यो हाम्रो चाहिँ। अहिले 20 मिनटमा पुग्छौँ होइन। 20 मिनटमा पुग्छौँ। ल गएमा के? ए नै केही हुन्न। बाजे बाख्रो कसो भयो तम्रो?
ठिक भयो पेट ए ल ल औषधि आजको ल खुवाइदिया सबै ल ल ल ल मैले ब्याग ल्याएको छु भित्र थियो यार मेरो ब्याग त्यही हो हामी चाहिँ हिँडिसक्यौँ अब यार मेरो गाउँको भ्यू गराउँछु म सबैजनालाई अब एक सेकेन्ड आजको दामी आउँछ भाइ बनाउनु यो चाहिँ मेरो गाउँ पुरै आजभोलि यहाँनिर केला लगाएको छ उनीहरू हटाइसक्यो यार अघि म यहाँ आएको थिएँ कि मम्मीको समूहमा आएको थिएँ यहाँनिर अनि त्यसपछि यहाँबाट फर्किएको गएको यार तिमी ढिलै आउँछ 9:30 बजे आउने हो सोचेको थिएँ अनि 9 बजे म गइहालेँ उता त्यहाँसम्म बजार पुगिसक्यो पछाडि पिच रोड हाम्रो अघि नै स्टार्ट भइसक्यो अब मजाले पुग्यौँ 20 मिनटमा हामी कलेज पुग्छौँ होला अब त 5-10 मिनटमा फुल्छ केटा हो खतरा मजा आइरहेको 25 घर बजार पुग्यो भएन यो चाहिँ अङ्कलको घर हो यतातिर पछाडिको पहिलो चाहिँ बजार पुग्यो हिजो साँझ लाइभमा बसेको थिएँ कि यार म हिजो 10-15 जना मात्र भयो अनि गेम खेलाउन सकेन कि मैले हिजो ल हाम्रो बजार चाहिँ आइहाल्यो ल 25 घर बजार 25 घर बजार यो चाहिँ सबैले भ्लग हेर्दै गर्नु होला हामी चाहिँ अब एकैछिनमा कलेज पुग्छौँ होला बजार पुगिसक्यौँ यहाँबाट मेन रोड हो यो धनगढी जाने बाटो हो यो चाहिँ बन्ना लुटिया हामीले यहाँ लास्ट त्यहाँ लगाइदिएँ नि मैले मैले लुकाएको थिएँ होइन अनि त्यो खै कस्तो लगिदियो त्यहाँ थिएन मैले आउँदाखेरि मैले हेरेँ त्यहाँ कोही थिएन नि केटी आयो ल सबैजनाले भ्लग हेर्दै गर्नु होला आज भिडियो क्लिक चाहिँ दिइराख्छु त्यसपछि जतिखेर मैले भ्याउँछु त्यतिखेर क्लिक बनाउँछु होला ल हामीहरू चाहिँ सायद पुगिसक्यौँ यहाँ आफ्नो ठाउँमा प्रकाश साथी लुसी नगर्दिए नचाट हिजो अपरेसन भएको हो कि यसको चाहिँ यी धागाहरू चाहिँ हिजो यसको अपरेसन गरे हो कि यो धेरै मार्तिन लाग्यो मान्छेहरूलाई काट्न थाल्यो अनि त्यही भएर हिजो यसको अपरेसन गरिदिएको यी पुरै लुसी ए लुसी ए लुसी ए लुसी ए लुसी ए लुसी चुप मुला यार त कति राम्रो छ कुकुर पनि यति राम्रो कि अरे यसले हिजो मान्छे टोकेर मात्र हो नत्र यसको अपरेसन हुन्थेन के हो कि नै तेरो अपरेसन गर्थेनन् कोही पनि तैँले हरान भएर मात्र हो कि होइन भन् त भन् मसँग खेल्न आउँछ हिजो त भाग्न लादिस् त बिहान बिहानै हिजो कति दौडायो मैले हामीलाई ए हरान भयो कि ल आइज हिँड्छ आइज लुसी लुसी आइज लुसी चाट्न लागेको छ क्या त्यो पुरै यहाँ घाउ चाट्न लागेको छ क्या दबाई त नै अब यसको त्यो काट्नुपर्छ क्या त्यो मिलिहाल्छ काट्नु पर्दैन त्यो नाइलनको हो त्यही हो हामी चाहिँ पुगिसक्यौँ यहाँ प्रकाश साथीले पसल खोलिहाल्यो ओहो ओहो तिमी त उहाँ यातायात जाने होइन ल अब है पाऱ्यो ओ सानो सानो रोक तिमीलाई तिमी स्कुल गएनौ
तिमी स्कुल गएनौ हाँस्छौ तिमी उही सिकान आएछल हेर त हेलो भन्देऊ त हेलो हेलो फेरि कस्तो हाँसेको यति राम्रो स्मेल ए प्रकाश अङ्कल जान लाग्छन् अङ्कल जान लाग्छन् धनगढी ओ अङ्कल हजुर ए उहाँ प्रकाश पनि जान लाग्छन् के दोस्त 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 यति राम्ररी गुड गर्नु लाग्छ